हर्के दाई अहिलेको प्रधानमन्त्री को हो तपाईलाई थाहा छ? मै हो प्रधानमन्त्री। होइन होला, को हो त प्रधानमन्त्री? बालेन प्रधानमन्त्री भन्दा सुन्थे त। हे त्यस्ता मुला। तपाई त प्रधानमन्त्री हुने चाहनुहुन्न अरे त। ल आउनुस् न त, अब त्यसो भए हाम्रो प्रधानमन्त्री बालेन शाहको कुरा गरौँ है। कुरा नगर्नुस् है। हुन्छ, त्यसो भए हजुरको पार्टीकै कुरा गरौँ। हजुरको पार्टीमा आएका मान्छेहरूलाई चाहिँ तपाईले के भन्न चाहनुहुन्छ त? मान्छे नै होइन रहेछन् त नि मान्छेहरू त। त्यसो भए तपाईको पार्टीको मान्छेलाई भेट्दा हामीले चाहिँ कसरी अभिवादन गर्ने त? आफ्नै पार्टीको मान्छेलाई त्यस्तो भन्ने तपाईँ चाहिँ कस्तो नेता हो? कुहिएको हो। ए तपाईँ त्यस्तो कुहिएको नेता पो हो? कुहिएका नेताको आवाज कस्तो आउँछ ल न एकचोटि भनिदिनुहोस्। ल ठिकै छ, म त तपाईँकै पक्षको मान्छे हो के अरे। अब मैले चाहिँ के भनौँ त नि तपाईँले, ल भन्नुहोस् त। त्यति भनेर त गाली पुग्दैन के, अरू के भनौँ, अरू पनि भन्नु न। मरिजा। ए ल त्यसो भए मरिजा। लौ आफैले गाली गर भन्ने, अनि गाली गर्दाखेरि फेरि किन रोको नि हर्के दाई? रुन हुन्न त्यसरी, हाँस्नु एकपटक, हाँस्नु ल ल ल हाँस्नु। त्यस्तो नि हुन्छ, अलि भएन अझै अलि राम्रोसँग हाँस्नु एकपटक ल।